पहिला यो भाँडो मैले चाहिँ स्टिलको भाँडो लिएको छु। यो भाँडोमा राखेपछि हामीले चामल राख्ने। चामल एक कप चामल राखिसकेपछि यसमा पाउ राखेपछि दुई मुठी दाल राख्नु। 2 मुठी दाल राखिसकेपछि त्यसपछि दुध पनि खनाऊँ। दुध खनाइसकेपछि आगो बालौँ। साथीहरू यो स्टोभ बालिसकेपछि बालेपछि अन गरिसकेपछि स्टोभलाई अन गरिसकेपछि हेर्नुहोस् है त, स्टोभ अन गरेपछि यहाँ हामीले चलाउने दाल चामल चलाउने, दुधमा बिस्तारै चलाउने, अलिअलि टाइममा चलाउँदै गर्ने। आगो चाहिँ सिममा राख्ने, स्टोभ चाहिँ सिममा राख्ने, आगो चाहिँ सिममा राख्ने। सिममा राखिसकेपछि अब हामीले यहाँ सक्खर कति हुन्छ त सक्खर खनेर मेजरमेन्ट गर्नुपर्छ। एक ग्लासको 2 ग्लास हुनुपर्छ। 2 ग्लास हुने, यो चाहिँ 1 ग्लास भयो, अरू 1 ग्लास फेरि म देखाउँ। पानी राखिसकेपछि हामीले स्टोभमा गएर सानो आगो गरेर यो पगाल्नुपर्छ। किन पगाल्नुपर्छ भनेदेखि यसमा भएको कचरको फोहोर हुन्छ नि, त्यो हामीले छान्छौँ। छानेपछि हामीले फोहोर खाँदैनौँ। यसले हामीले स्टोभमा राखेर हामीले सक्खरलाई पगाल्न गइरहेका छौँ। अब हेर्नुहोस् त, दुधमा पाक्दैछ। दुधमा पाक्दैछ। अझ मैले यतापट्टि अर्को दुध पनि तताउँदैछु। त्यो दुधले पुग्दैन भनेर अर्को दुध पनि तताउँछु। यो फ्रिजमा राखेको भएर अलिकति बाक्लो जस्तो देखिएको छ। यता त मैले सक्खर पानी पकाएँ, पग्लिने बेलासम्म पकाएँ। त्यसपछि यता उता राखेँ। पछि लास्टमा यो सक्खर पानी राख्छु। अब हेर्नुहोस् है त, दुध धेरै नै घट्यो। अब मैले फेरि अरू दुध हुन्छ उतापट्टि तताएको दुध पनि फेरि थप्दैछु। हेर्नुहोस् है त, फेरि डबल दुध थपेँ। यसमा दुधमा यस्तो राम्रोसँग पकायो भने एकदम मिठो हुन्छ। चना भयो भने प्रोटिन हुन्छ। त्यसपछि यो मुङको दालले नि प्रोटिन हुन्छ। त्यसैले मैले यो अनुसारले खिर बनाउँदैछु। अब हाम्रो खिर पाक्यो। अब हामी खिर पाकिसकेपछि हामीले के गर्नुपर्छ भने यसलाई अब सक्खरको पानी राख्ने है त। स्टोभ बन्द गरेपछि म यसमा सक्खरको पानी राख्छु। हेर्नु है त, सक्खरको पानी राख्छु। सक्खरको पानी राखिसकेपछि कति डस्ट हुन्छ हेर्नुहोस् है त हजुरहरूले नै। हेर्नुहोस्, यति धेरै डस्ट छ त। अझै यो राम्रो सक्खर भएर धेरै डस्ट छैन। अब हामीले यसलाई पनि चलाउने। खिर हाम्रो राम्रो स्वादिष्ट खिर भयो। हेर्नु है त, हाम्रो खिर यति राम्रो भयो। यो पनि सक्खर राखेको खिर, चिनी पनि होइन। सक्खर किनभने सक्खरमा म्याग्नेसियम, पोटासियम, आइरन हुन्छ अनि नेचुरल स्विट हुन्छ। यसले हामीले चिनीमा भन्दा सक्खरमा पकाएर खिर खानुपर्छ। सक्खर पहिले राख्यो भने फाट्न सक्छ दुध। त्यसै कारणले गर्दा सक्खर हामीले पछि राखेको हो। पछि राख्दाखेरि के हुन्छ भने सक्खर फाट्दैन। स्टोभ अफ गरिसकेपछि मैले यहाँ सक्खर राखेँ। अलिकति त्यही भएर खिर अलि पहिलो स्टाइलमा छ, सेतो स्टाइलमा छैन। तर चिनीमा भन्दा सक्खरमा यसरी नै खिर बनाएर मलाई कस्तो बनाउनु भयो कमेन्ट गर्नु है त। अब मैले यसमा नरिवल राखेर अलिकति फ्राई गर्दैछु। नरिवल रातो भएपछि त्यो खिरमा राखेँ। त्यसपछि मैले सुकमेल पनि मैले राखेँ, तर मैले सुकमेलको भिडियो राख्न चाहिँ बिर्सेछु। सुकमेल भिडियो राखेको थिएन है त। यो मैले नरिवल फ्राई गरेँ। नरिवल रातो हुने बेलासम्म फ्राई गरेँ। काजु बदाम छ भने काजु बदाम पनि राख्नु होला। हेर्नुहोस् कति राम्रो खिर बन्यो, कति मिठो खिर, डेलिसियस खिर बन्यो। त्यसपछि हेर्नु त कति राम्रो खिर बन्यो। मैले किनभने सक्खर राखेको, किनभने सक्खरमा आइरन, म्याग्नेसियम, पोटासियम हुन्छ, नेचुरल स्विट हुन्छ। यसले मैले चिनीभन्दा सक्खरमा राखेर खिर बनाउँछु। हजुरहरूले पनि यसरी सक्खर हालेर खिर बनाउनु होला र मलाई कमेन्ट गर्नुहोला, भन्नुहोला कस्तो बनाउनु भयो हजुरहरूले खिर। ओके फ्रेन्ड्स, बाई बाई फ्रेन्ड्स।